यो रातै रमाइलो यो साथै रमाइलो यो रातै रमाइलो यो साथै रमाइलो नयाँ नयाँ जिन्दगीको बाटै रमाइलो यो रातै रमाइलो यो साथै रमाइलो यो रातै रमाइलो यो साथै रमाइलो नयाँ नयाँ जिन्दगीको बाटै रमाइलो तिमी बिना छैन मेरो कुनै संसार छातीभित्र लुकाइ राख्छु तिम्रो मुहार तिमी बिना छैन मेरो कुनै संसार छातीभित्र लुकाइ राख्छु तिम्रो मुहार हामी चाहिँ मन्दिर पस्यौँ होइन दिदी चाहिँ मन्दिर पस्नु हुँदैन त्यही भएर हामी चाहिँ पसेर आयौँ दिदी भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला है मलाई चाहिँ खासै बोल्नु आउँदैन त्यही भएर कस्तो केराङ मेरेङ आइरहेछ किनभने नाइट भयो नि त त्यही भएर होला दिदीको छोरी चाहिँ हिँड्दै सकेको छैन नि भ्यान्ट्याङ गर्दै हिँडेर यो चाहिँ नेपाल सांस्कृतिक सङ्घ अगाडि आइपुगिसकेको यहाँ चाहिँ यस्तो झिलिमिली बत्ती यही समल मात्र रहेछ अब हामी चाहिँ मैटी देवी मन्दिर जाँदैछौँ है त्यहाँको पनि भिडियो हेरिदिनु होला अन्तिमसम्म कस्तो रहेछ टाढै बसेर मैटी देवी मन्दिरको दर्शन गर्नु होला यो चाहिँ कुन मन्दिर हो है मलाई चाहिँ थाहा छैन दिदी कुन मन्दिर थाहा छ दिदी र छोरी हिँड्न नसकेर बिजोग रमाइलो भयो है मैटी देवी मन्दिर जान लागेको होइन हिँड्दा खुट्टै दुखिसक्यो अनि छोरी र दिदी झन् हिँड्नै सकेको छैन अरू कता पुगिसके धेरै टाढा रहेछ झिलिमिली आयो कि मन्दिर आयो जस्तो लाग्छ तर होइन रहेछ घुम्न नि जानु परेछ गाह्रो नि भएको छ मैटी देवी मन्दिरको ठ्याक्कै अगाडिपट्टि आइपुगेछौँ यहाँ दिदी चाहिँ स्न्याकर खाँदै हिँडिरहेछ मैटी देवीभित्र पनि त्यही कालिका स्थान मन्दिरको जस्तै रहेछ झिलिमिली चाहिँ होइन सेम डेकोरेसन सो मन्दिर चाहिँ अहिले एकछिनमा देखाउँछु है त्यो दिदी हिलाजु चाहिँ उता हिँडिरहेको छ अर्को चाहिँ हिँड्न नसकेर स्न्याकर खा छोरी मिठो छ म चाहिँ हिँडिरहेको छु पैसा उता हालिदिनु यो चाहिँ पार्क होला कुन पार्क भन्ने चाहिँ थाहा छैन बाहिर फाइनल्ली हामी चाहिँ मन्दिरको अगाडि आइसकेको छौँ मैटी देवी मन्दिरको अगाडि मन्दिर रहेको छ यता छोरी मैटी देवी यिनीहरू थाकेकै हो त छोरी थाके हो त दिदी यो मोटी दिदीको छोरा हो तिहार लागेर होला झिलिमिली छ किन चाहिँ यहाँ जहिले नि यस्तै हो कि तिहारभरि मात्रै हो छठसम्म चाहिँ हुन्छ अरे यस्तो झिलिमिली म त कहिले घुम्न आएको थिइनँ आज फर्स्ट टाइम
दर्शन गर्नु एकदम रमाइलो छ। म चाहिँ यहाँभित्र छिरेन होइन, किनभने यो बच्चाले मात्र खेल्ने हो नि त, त्यही भएर छिरेको। हामी चाहिँ माइती देवी मन्दिर दर्शन गरेर घर जाने। दिदी भेनाहरू चाहिँ यहाँ छ। हामी चाहिँ मन्दिर घुमेर सबै दर्शन गरेर हामी चाहिँ घर रुमतिर फर्किसकेका छौँ। अनि मेरो चाहिँ आजको भिडियो यति नै हो भन्दै मेरो चाहिँ भ्लग यही अन्त्य गर्न चाहन्छु। सबैले मेरो वाच गरेर सब्सक्राइब गरिदिनु होला। आजको भिडियो अन्त्य गरिदिन्छु। बाई बाई।